नमस्कार। तपाईँ धनगढीको मुख्य सडक स्थित सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक हुनुहुन्छ भने विभिन्न कलाकार, प्राज्ञ, गायकहरूका सुन्दर तस्बिरहरू कुदिएका देख्नुहुनेछ। धनगढी उपमहानगरपालिकाले सहरलाई सुन्दर बनाउने प्राज्ञ, गायक र कलाकारहरूको सम्मान गर्ने उद्देश्यले यस क्षेत्रमा नायक सुमन सिंह, गायक टङ्कल तिमिल सेना, नायक विराज भट्ट, नायक पुष्प खड्का, नायिका रिचा शर्मा, राष्ट्रिय टोलीका क्रिकेट प्रशिक्षक जगत टमट्टा, नायक समीर भट्ट, लोक देउडा गायिका डिग्रा देवी बादी, देउडा गायक दलबहादुर बोगटी, लोक नृत्य कलाकार देवसिंह ओरा, प्राज्ञ यज्ञराज उपाध्याय रायचुमा, गायक स्वर्गीय परिमल स्नेही, गायक लालबहादुर थापा, गायक रवि ओड र गायक विनोद बाजुरालीको तस्बिरहरू बनाएको छ। उपमहानगरले सहरभित्रका अन्य सडक किनाराका पर्खालहरूमा पनि विभिन्न व्यक्तित्वहरूका तस्बिरहरू यसरी कुदेर राखेको छ। यसले सहरको सौन्दर्य, व्यक्तिको पहिचान, सम्मान, इतिहास र चिनारी जीवन्त राख्नमा मद्दत पुर्याएको छ।